एकचोटि खोटाङ्गेहरूले हेर्दै पर्ने भिडियो म तपाईँहरूमा दिइरहेको छु र त्यो भिडियो अहिले हाम्रो जुन अबको फागुन महिना 21 गते चाहिँ चुनाव हुँदैछ र खोटाङबाट विशाल भट्टराईको नेतृत्वमा यो अभियान चलिरहेको छ नेकपा एमालेबाट। मैले केही कुरा चाहिँ तपाईँहरूमा प्रश्न गरेँ, यो खोटाङको मान्छेहरू के लाग्यो? पहिलो नम्बर पुरानो चिजहरूलाई अब त्यागेर नयाँ चिज बनाउने कोसिस गरेन भने अब खोटाङ या समग्र नेपालको काम छैन। ल हेर्नुहोस् त यहाँनिर हो त्यही भएर यस्तो गरिरहेछन्। अब खोटाङ्गेहरू अस्ति भर्खरै अर्को के अरे हकसम्मान स्वतन्त्र पार्टीबाट आएर संस्कृति पार्टीमा चाहिँ पुरै रत्न पार्टीदेखि सबै के अरे काम गरिरहेछन्। यहाँ हेर्नु त ल यहाँनिर अब यहीँ सानो हेर्नु त पुरै बाइकमा हो, सानाहरूले यो झोलेको पार्टीहरू हो यसरी बाइकमा हिँडेको चाहिँ यो के अरे जनताको लागि हुन्छ त, जनता निहित हुन्छ त। यिनीहरूसँगै झोलेहरू मासु र भातमा यो पल्केकाहरू हेर्नुहोस् त के हो के बुझ्नै सकिँदैन हो। विशाल भट्टराई पनि खोटाङको एउटा इलेक्सनमा एउटा समाजसेवी मान्छे त हो, तैपनि पुरानो चिजले जे जति गर्न सक्यो, हेरिसक्यो, देखिसक्यो, युज गरिसक्यो, अब त्यो चिज काम लाग्दैन कि भन्ने नयाँ चिज जेसुकै भयो भने नयाँ चिजको नयाँ क्वालिटी, न्यू मेटेरियल्स इज न्यू क्वालिटी हो है। त्यही भएर ल हेर्नुहोस् त पुरै यस्ता मान्छेहरूले चाहिँ जनताको लागि हेर्छ बाइकमा सबै नभए समग्र लिएर यस्तो कन्भिन्स गरेर गर्नुपर्ने राम्रो गरेको जस्तो। ल श्रम सरसफाई कार्यक्रम गरेर सम्पन्न गरिसकेको छौं। आजको यो श्रम कार्यक्रम सम्पन्न गर्नका लागि विभिन्न दाताहरूले हामीलाई सहयोग गर्नुभएको छ। म उहाँहरूलाई हाम्रो खोटाङ जिल्ला कमिटी र सम्पूर्ण चाहिँ श्रमदाताहरूको तर्फबाट धन्यवाद दिँदै म उहाँहरूको नाम एनाउन्स गर्न चाहन्छु। अब विवाद उठेर चाहिँ अब खोटाङमै अब यी अब श्रम पार्टी र नेकपा एमाले कम्युनिस्ट पार्टी होला, माओवादी होला, अब यही खोटाङ जिल्लामा यस्तो हुने अब के चाहिँ गर्ने कि यो नेपालको परिस्थिति झन् गम्भीरमा जान्छ। यो जेन्जी हो कि यो के हो? यो जेन्जीहरूले के हो? यो एमाले त गइसक्यो हो क्या अब संसदमा छ। अब गइसक्यो मर्न लागेको मान्छे के हो इन्डियन आर्मीमा कार्यरत हुनुहुन्छ उहाँको खोटाङ जिल्ला दिप्रुङ सुइचुमा गाउँपालिका उहाँको नाम धनकुमार राई। धनकुमार राईले आजको यस श्रम कार्यक्रम सफल पार्नका लागि 15,000 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी जनताको निम्ति गर्छ त्यही मान्छे हामीलाई 25 स्थान टिसेट सहयोग गर्नुहुने दाता हुनुहुन्छ जुनु गुरुङ, यत्रो अभियान सञ्चालन गरिरहेको तारा गुरुङ, उहाँहरूको ठेगाना ललितपुर हात्तीवन। उहाँहरूले 25 सहयोग गर्नुभएको छ। त्यसै गरी साउथ कोरिया 3 शाखा हर्कसाम्पाङ समर्थक यानि कि श्रम संस्कृति पार्टीका कोरियाका साथीहरूले 20 स्थान टिसेट हामीलाई सहयोग गर्नुभएको छ। उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। त्यसै गरी ऐसेलु खर्क गाउँपालिकाका अब एक थरीले सक्रिय युवा अब यस्तो गरिरहेछ अनि हाम्रो यो अभियानको पनि साथी लाग्नुपर्छ। अब निरोज राईले हामीलाई 10,000 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। त्यसै गरी हाम्रो श्रम संस्कृति पार्टी काठमाडौँ खोटाङ सम्पर्क मञ्चका साथीहरू
हाम्रो अध्यक्ष नवराज राई र सचिव चन्द्रश्याम राई हुनुहुन्छ, कोष अध्यक्ष मणि राई र उहाँ त्यहाँ रहनुभएका सम्पूर्ण 22 जना कार्य समितिका साथीहरूलाई धन्यवाद दिँदै उहाँहरूले 6000 रुपियाँ हामीलाई यो चिया पानीको लागि चाहिँ सहयोग गर्नुभएको छ, उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र यो बीचमा गोपाल श्रेष्ठ जो हाम्रो दिगदेलको व्यवसायी हुनुहुन्छ, गोपाल श्रेष्ठ चन्द्र ट्रेड्स सप्लायर्स, उहाँले गार्बेज ब्याग 20 थान दिनुभएको छ, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। र सम्पूर्ण श्रमदाता साथीहरूलाई हाम्रो प्रत्येक पालिकामा निरन्तर हामीले चाहिँ आफ्नो ठाउँमा श्रम गरौं र हामी बिस्तारै संगठित पनि हुँदै जानेछौं। सबैजना साथीभाइहरूको उपस्थिति यो हाम्रो माइनोटमा रहनेछ। सबैजना साथीभाइहरू फेसबुकमा पनि हामी जोडौं र हाम्रो अभियानलाई निरन्तर रूपमा हामीले अगाडि बढाउनेछौं। अबको सल्लाह गरेर हाम्रो अभियान हलेसी जो हाम्रो